यहाँ चाहिँ हो बलिदान रोप्ने। यहाँ चाहिँ बलिदान रोप्नुपर्छ। हाम्रो चाहिँ कहिले कहिले अझै डल्लै छ। यहाँ चाहिँ मेरो आप्पा र म चाहिँ पानी हेर्नु जाँदै गरेको हो। पानी चाहिँ हरेस नि हो। यो पानीले पनि जिन्दगी हरेस बनाइसक्यो। अब म तपाईँहरूलाई भोलि रोप्ने ठाउँ देखाउँछु ल कस्तो छ भनेर। भोलि चाहिँ यहाँ धान रोप्नुपर्छ। हाम्रो रोडको कन्डिसन चाहिँ यस्तो छ। नयाँ रोड चाहिँ यो रोड खनेको चाहिँ निकै भयो तर यस्तो छ। कंडीशन ऐसा है देखो। अब कता हो वाह कस्तो दामी भ्यू देख्छ यहाँ। यो नि त अब यहाँ चाहिँ मेरो आप्पा हो। अब यहाँ हेर्नु न मेरो आप्पाको हालत चाहिँ यस्तो चाहिँ पानी बनाउनु आएको कि मलाई छोडेर गएछ। कस्तो बेहोरा रहेछ हौ। पानी चाहिँ रोडमा देख्यो होला। पानी चाहिँ यति बेसी रोडमा पानी छ हाम्रोमा चाहिँ। मलाई नपर्खी गएछ हौ। साथी चाहिँ यस्तो खालको छ नि त साथी चाहिँ। म एकछिन पल्लापट्टि नानी पुऱ्याउनु गएको अघि लागेछ। मलाई नपर्खी गएछ। कहाँबाट झर्नुहुन्छ छ पानी दरीमा पनि। अरूको गाडी कुद्छ हाम्रो रोडमा यसरी पानी कुद्छ। देख्यो होला यसरी पानी कुद्छ। यस्तो छ हाम्रो रोडको कन्डिसन चाहिँ। यहाँ मात्रै यस्तो अलिक तल चाहिँ राम्रो छ तर रोड तल चाहिँ पिस छ हो। अलिकति हाम्रो गाउँ आउनु चाहिँ 5 मिनट्स पनि पर्दैन। 2-3 मिनट चाहिँ हिँड्नुपर्छ होला हौ। कालो आउनुहुन्छ भने चाहिँ तपाईँहरू। अन्त तपाईँहरूलाई देख्नु यस क्या दामी देखेँ है। यहाँ माथि चाहिँ मेरो आप्पा आउँदैछ। चलेछ नि पानी बनाउँदा बर्खामा चाहिँ पानीको टेन्सन। पानी छैन भने पनि टेन्सन। पानी बेसी पर्यो भने टेन्सन। यस्तो छ। यो तपाईँहरूले देख्दै गरेको चाहिँ यो माथिको चाहिँ चर्च हो। यस्तो छ हो भ्यू चाहिँ। यस्तो मजा फगी लागिरहेको छ। तपाईँहरूलाई हाम्रो गाउँ कस्तो लाग्यो त्यस कमेन्ट गर्नुहोस् होला। हाम्रो घर चाहिँ देख्दैन छ। यहाँ माथि छ हाम्रो घर चाहिँ। नि अलि यहाँ उयो चाहिँ देख्दैछ। यस्तो छ हाम्रो गाउँ चाहिँ। मेरो आप्पा यो जुगा चढ्यो जस्तो छ। जुगा चढ्यो जुगा चाहिँ यहाँ शक्तिमान रहेछ। अघि हातमा मारिहाल्यो। मेरो चाहिँ खुट्टा पुरा चिलाइरहेछ। कस्तो देखाउनु तपाईँलाई। कस्तो चिलाइरहेछ फकाइरहेछ। बर्खामा चाहिँ यस्तो हुन्छ के चिलाउँछ। तपाईँहरूले चाहिँ भोलि यहीँनिर होला हौ धान रोप्नुपर्ने चाहिँ। यहाँ चाहिँ हाम्रो माथि अन्यहरूको हो खेत चाहिँ। अन्त भोलि चाहिँ यहाँनिर रोप्नुपर्ने हुन्छ धान। पानीको दुःख चाहिँ यस्तो छ। यसरी तान्नुपर्छ भन्दैछु त हो। यो रोडमा चाहिँ गाडी होइन कि। यो रोडमा चाहिँ गाडी होइन कि। त्यसै पानी चाहिँ यसरी कुद्छ। देखियो होला नि हाम्रो रोडको। पहिला यो रोड नहुँदा चाहिँ यहाँ डल्लै खेत थियो नि त। ड्याम्मै खेत हो। त्यति बेसी खेतहरू। यो रोडले खेत पनि गयो। रोडको कन्डिसन पनि यस्तो छ। क्या ही कर सकते हैं हम लोग। हाम्रो राइडरहरूको बाइक स्कुटर चाहिँ यहाँ चाहिँ हालत कोलाई माथि छाना चाहिँ नि माया लाग्दो। यस्तो छ कन्डिसन।
र तपाईँहरूले देख्दै गर्ने यो खेत चाहिँ हाम्रो फेरि यो चाहिँ मन्दिर हो। अन्त यो चाहिँ हाम्रो खेत हो। यहाँ माथि चाहिँ हाम्रो घर छ। र अरू के यसमा अरू खासियत के छ भन्दाखेरि चाहिँ यो पारि देख्दै गरेको भ्यू चाहिँ यति स्याटिस देख्छ कि बिहान मर्निङ भ्यू चाहिँ एकदम दामी देख्छ। यो रोड चाहिँ यस्तो छ। यस्तो चाहिँ बिजोग छ नि हाम्रो रोडहरू पनि। एउटा गाडी आयो भने चाहिँ 10 जना जस्तो ठेल्ने नै लाग्छ। ढुङ्गा हाल्दा ठेल्दा। म तपाईँहरूलाई हाम्रो खेत देखाउँछु ल। यहाँ चाहिँ मेरो अनुमको घर बनिँदैछ हो। अन्त आपा हेलो माया, आपा हेलो माया, यस्तो हेलो माया भन्नु न। के साह्रो हेलो गर्नु। यो त्यस्तो छ हाम्रो चाहिँ। हाम्रो चाहिँ अलिक टाइम लाग्छ। यो चाहिँ अस्ति भर्खर तासिसकेको। यो चाहिँ हाम्रो बिहार हो। यो चाहिँ अघि बिहान आधी चाहिँ आनमहरूको काटेको नि त। अब अरू चाहिँ 1-2 दिनमा। अन्त यो खेत चाहिँ हाम्रो चाहिँ अलिक टाइम लाग्छ र किन भन्दाखेरि चाहिँ यो परक रोपिसकेर यही पानी खाली हुनुपर्छ नि त हाम्रोमा हाल्नुलाई। पानी बेसी लाग्छ। अब के भन्नु यस्तो दामी भ्यू छ। अहिले चाहिँ पानी पऱ्यो फगी भइरहेछ कि होइन चाहिँ भ्यू दामी देख्छ यहाँबाट पानी। त यहाँ चाहिँ छ म र मेरो आप्पा। हाम्रो अनुहार चाहिँ मिल्दैन किनभने आप्पा र मेरो अनुहारै मिल्दैन। जान्दिनँ म ओह्रालो किन डराएको। माथि चाहिँ हाम्रो घर हो। अलिअलि मात्रै देख्दैछ कता कता। केरै मात्रै रहेछ त। यस्तो चाहिँ तपाईँहरू पनि प्लिज आउनुहोस् होला।